मासिक राशिफल अन्तर्गत आजको यस बसाइमा म चर्चा गर्नेछु धनु राशिका लागि 2083 सालको भदौ महिना कस्तो रहनेछ त। तपाईँको धनुराशि हो दर्शकवृन्द, तपाईँ धनुराशि हेर्ने गर्नुभएको छ भने यो राशिफल तपाईँको लागि अत्यन्तै उपयोगी रहनेछ। पक्कै पनि सामाजिक, आर्थिक, राजनीतिक, व्यापार, व्यवसाय, स्वदेश विदेशदेखि लिएर सम्पूर्ण कुराको जानकारी, चर्चा, परिचर्चा धनुराशिका लागि शुभ अङ्क, शुभ कलर, यो महिना सबभन्दा राम्रो बनाउनका लागि के गर्न सक्नुहुनेछ, के गर्दा अझ राम्रो हुन्छ, के गर्दा एकदमै सकारात्मक बन्छ, सबै कुराको जानकारी, चर्चा, परिचर्चा म यस बसाइमा गर्नेछु। म जीवन न्यौपाने। यहाँहरू मयूर टेलिभिजनबाट हामीलाई हेरिरहनु भएको छ, युट्युब, फेसबुक, टिकटक, इन्स्टाग्राम आदिबाट जहाँबाट हेर्दै हुनुहुन्छ सर्वप्रथम त यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। यहाँहरूको धनुराशि हो भने यो भिडियो पुरा हेर्नुहोला। सामान्यतया धनुराशि हुनेहरूका लागि यो महिना समग्रमा हेर्ने हो भने तपाईँको राशि यानि कि ए, यो, भा, भी, भू, धा, फा, ढा, भे यी अक्षरहरूबाट तपाईँको नाम शुभारम्भ भएको छ भने तपाईँको राशि धनु रहन्छ। सामान्यतया धनु राशिको मालिक ग्रह बृहस्पति भने बित्तिकै ज्ञान, विवेक, बुद्धिमा तपाईँ एकदमै निपुण हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, विवेकी हुनुहुन्छ, बुद्धिमान हुनुहुन्छ, एकदमै यस्तो खालको तपाईँको स्वभाव र प्रकृति रहन्छ। यो महिनाको लागि सामान्य हेर्ने हो भने मिश्रित फलदायी तपाईँको लागि, तपाईँको राशिका लागि भनेको देखिन्छ। केही ग्रहहरूले एकदमै राम्रो फल दिइरहेका छन् भने केही ग्रहले केही नकारात्मक फल पनि तपाईँहरूलाई दिइरहेको देखिन्छ। यात्रा गर्दै हुनुहुन्छ, कुनै पनि यात्राहरूमा निस्कँदै हुनुहुन्छ भने यो महिना तपाईँको लागि सकारात्मक बन्न सक्छ। तर केही अवसरहरू भने गुम्न सक्ने, तपाईँले निर्णय लिँदाखेरि, डिसिजन लिँदाखेरि सोच विचार गरेर निर्णय नलिने भएको कारणले गर्दाखेरि यो महिना केही घाटाहरू पनि पर्न सक्ने भएको हुनाले ती कुराहरूलाई तपाईँले एकदमै विचार गरेर अगाडि बढ्नुपर्नेछ। सामान्यतया लामो समयदेखि रोकिएका कार्यहरू, लामो समयदेखि रोकिएका योजनाहरू बन्न सक्नेछन्। त्यस्तै गरेर फलाम सम्बन्धी कार्य गर्दै हुनुहुन्छ, टेक्नोलोजी सम्बन्धी कार्य गर्दै हुनुहुन्छ, विशेष फलामहरू प्रयोग हुने, विशेष सुक्खा चिजहरू प्रयोग हुने यस्ता क्षेत्रका कार्यहरू तपाईँका लागि सकारात्मक बन्न सक्छ। जागिरको कुरा गर्ने हो भने पद, प्रतिष्ठा, जिम्मेवारी तिनै कुराहरू तपाईँको लागि वृद्धि हुन सक्छ। पद पनि वृद्धि हुन सक्छ, पदोन्नति हुन सक्छ, जागिरमा केही जिम्मेवारीहरू पनि बन्न सक्छ। त्यो भएको हुनाले यो महिना तपाईँको लागि अझ सकारात्मक भएको देख्न सकिन्छ। तर वरिष्ठ जनसँगको मनमुटाव भने केही हुन सक्ने सम्भावनाहरू रहेको हुनाले बोल्दाखेरि तपाईँले विचार पुर्याउनु पर्नेछ। सरकारी क्षेत्रमा, शैक्षिक क्षेत्रमा, कानुनी क्षेत्रमा, बैङ्किङ क्षेत्रमा, प्रशासकीय क्षेत्रमा आफ्नो व्यक्तित्वलाई तपाईँले देखाउन सक्ने, आफूभित्र भएको ज्ञान, आफूभित्र भएको कुराहरूलाई चाहिँ तपाईँले अरू बीच पुर्याउन सक्ने, देखाउन सक्ने सम्भावनाहरू पनि यो महिना एकदमै सकारात्मक र राम्रो तरिकाले रहेको छ। नेतृत्व क्षमतामा अभिवृद्धि हुनेछ, रोकिएका कार्यहरू बन्न सक्नेछन्। व्यापार व्यवसायलाई तपाईँले सहजै रूपमा विस्तार गर्न सक्नुहुनेछ। ग्राहक वर्ग तपाईँले बनाउन सक्नुहुनेछ। सम्झौताहरू गर्दै हुनुहुन्छ भने राम्रो रहन सक्छ। शिक्षा, पर्यटन, व्यवसाय जस्ता क्षेत्रहरू तपाईँको लागि एकदमै राम्रो रहनेछ। नयाँ लगानी गरेर जस्तो कुनै नयाँ लगानीहरू गरौँ भन्ने विचारमा हुनुहुन्छ, नयाँ लगानी गरेर अगाडि बढ्ने विचारमा हुनुहुन्छ भने सामान्य प्रकारको लगानी तपाईँले गर्न सक्नुहुनेछ। तर विशेष लगानीहरू चाहिँ तपाईँले यो महिनामा नगर्नुहोला। आम्दानीको क्षेत्र राम्रो रहन सक्छ। बैङ्किङ क्षेत्र, विदेशको क्षेत्र एकदमै राम्रो रहन सक्छ। अझ महिनाको उत्तरार्धको समय तपाईँ विदेशमा हुनुहुन्छ भने तपाईँको लागि अझ विशेष रहनेछ। आर्थिक दृष्टिकोणले हेर्ने हो भने समग्रमा तपाईँको यो महिना एकदमै पोजिटिभ र एकदमै सकारात्मक रहन सक्ने सम्भावना देखिएको छ। प्रेम सम्बन्धमा विश्वास जागा हुनेछ, प्रेम सम्बन्धमा आत्मीयता बढ्न सक्छ, समझदारी बढ्नेछ। दुई बीचको प्रेम प्रेमिकाको बीचमा समझदारी बढ्नेछ, विश्वासमा वृद्धि हुन सक्नेछ। यो भएको कारणले गर्दाखेरि यो महिना राम्रै रहेको देख्न सकिन्छ। पारिवारिक वातावरण पनि तपाईँको लागि सकारात्मक नै रहनेछ। तर शत्रुवर्गबाट भने तपाईँ यो महिना विशेष बच्नुपर्नेछ। शत्रुवर्गबाट बच्न सक्नु भएन भने तपाईँका लागि केही अवसरहरू गुम्न सक्ने, घाटा नोक्सानीहरू हुन सक्ने सम्भावना रहेको हुनाले, नजिकका मान्छे तपाईँको शत्रु हुन सक्ने भएको हुनाले यो महिना तपाईँ शत्रुवर्गबाट बस्नुहोला र अगाडि बढ्नुहोला, एकदमै राम्रो रहनेछ। मन अलिकति खिन्न भएको महसुस तपाईँले गर्न सक्नुहुनेछ। मनमा चञ्चलताको भावहरू आयो भनेदेखि तपाईँले विशेष गुरुहरूसँग परामर्श लिएर ग्रह शान्ति आदि गराएर अगाडि बढ्नुहोला, तपाईँहरूका लागि विशेष रहनेछ। विद्यार्थी वर्गका लागि उत्कृष्ट महिना रहनेछ। तर ऋण लिने दिने कार्य नगर्नुहोला। अनुसन्धानका क्षेत्रमा, कानुनको क्षेत्रमा रहनेहरूका लागि, अध्ययन अध्यापन गर्नेहरूका लागि यो महिना विशेष सकारात्मक रहेको छ। तपाईँको लागि यो महिना सामान्यतया वैदेशिक क्षेत्रमा हुनुहुन्छ, वैदेशिक क्षेत्र सम्बन्धी कार्य गरिरहनु भएको छ भने महिनाको केही दिनहरू अत्यन्तै सकारात्मक तपाईँको रहने देखिएको छ। सामान्यतया विदेशमा रहेर लुगा सम्बन्धी कार्य गर्नेहरूका लागि
विदेशमा रहेर शिक्षण पेसामा रहनेहरूका लागि एकदमै राम्रो रहनेछ। तर व्यापार व्यवसाय गर्दै हुनुहुन्छ तपाईँले भनेदेखि चाहिँ अलिकति महिनाको उत्तरार्धको समय अलिकति सतर्कता अपनाउनु पर्नेछ। पूर्वार्धको समय राम्रो रहनेछ। तीर्थयात्राहरूमा निस्कँदै हुनुहुन्छ, तपाईँ विदेशमा हुनुहुन्छ, कुनै पनि स्थानको भ्रमणमा निक्लँदै हुनुहुन्छ भने राम्रो रहन सक्छ। घर आएसी वातावरण, घर परिवारसँगको सम्बन्ध तपाईँको लागि एकदमै राम्रो रहनेछ। स्वास्थ्यमा सामान्य पेट सम्बन्धी समस्याहरू छ भने खानपिनमा अलिकति विचार पुर्याउनु होला। पर्याप्त मात्रामा आराम र पर्याप्त मात्रामा भोजन गरेर अगाडि बढ्नु होला। मानसिक रूपमा अत्यन्तै उत्साहित तपाईँ बन्नुहुनेछ। मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। लोकले चिन्ने खालका तपाईँले कार्यहरू सम्पन्न गर्न सक्नुहुनेछ। आफ्नो ज्ञानलाई अझ बढाउने, आफ्नो ज्ञानलाई अझ प्रभुत्वमा पुर्याउन सक्ने सम्भावनाहरू पनि यो महिना तपाईँको राशिका लागि राम्रो रहेको देखिन्छ। तपाईँको लागि यो महिना समग्रमा हेर्ने हो भने 71% राम्रो रहेको छ भने अन्य प्रतिशत नराम्रो रहेको छ। नराम्रो प्रतिशतलाई राम्रो गराउनका लागि भने तपाईँले यो महिना भगवान विष्णुको उपासना गर्नुहोला। ओम नमो भगवते वासुदेवाय यो भगवानको द्वादशाक्षर नाम मन्त्र हो। यो मन्त्रलाई जप्नुहोला, एकदमै राम्रो हुनेछ। केही दिनहरू अत्यन्तै राम्रो र केही दिनहरू नराम्रो रहेका छन्। हामीले दैनिक राशिफलमा ती सबै कुराहरू जोड्नेछौँ। दैनिक राशिफल खनि हजुरहरूले दैनिक रूपमा श्रवण गर्ने बानी पार्नु होला, सुन्नु होला। अरू नसके पनि पञ्चाङ्ग खण्ड श्रवण गरेर अगाडि बढ्ने गर्नु होला। यो महिनाको लागि शुभ रङ पहेँलो, शुभ अङ्क रहनेछ 3 अङ्क, शुभ दिशा रहेको छ पूर्व दिशा। भगवान विष्णु इष्टदेव हुनुहुन्छ भने तपाईँको लागि यो महिनाको लागि शुभ मन्त्र रहेको छ ओम नमो भगवते वासुदेवाय। यही मन्त्र भगवान नारायणलाई स्मरण गर्दै जपेर अगाडि बढ्नुभयो भने तपाईँको यो महिना समग्रमा अत्यन्त राम्रो र सकारात्मक भन्ने छ। पक्कै पनि यो राशिफलमा जे जस्तो भने पनि यहाँहरूको केही समस्याहरू छ, हेल्थमा वेल्थमा कुनै समस्याहरू छ, स्वदेश विदेशमा हुनुहुन्छ, केही समस्याको कारणले गर्दाखेरि तनावमा हुनुहुन्छ भनेदेखि तपाईँहरूले हामीसँग प्रत्यक्ष अनलाइनको मार्फतबाट कुण्डलीहरू म्याच गराउन, हेराउन, ग्रह शान्ति, पूजापाठ आदि गराउन सक्नुहुनेछ। जसका लागि हजुरहरूले नम्बर देखिरहनु भएको छ। मसँग प्रत्यक्ष कुराकानी हजुरहरूले गर्न सक्नुहुनेछ र प्रत्यक्ष कुराकानी गरेर हजुरहरू जोडेर अगाडि बढ्नुहोला। हजुरहरूले आफ्नो कुण्डलीहरू सबै कुराहरू हेराउन सक्नुहुनेछ भन्दै यहाँहरू सबैले जहाँ जहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो स्थान हजुरहरूले कमेन्ट गर्नुहोला। यहाँहरू सबैका लागि पशुपतिनाथको आशीर्वाद र उनी पूर्ण ब्रह्म परमात्माको आशीर्वाद यहाँहरू सबैलाई वर्षा होस्। राधा सर्वेश्वर भगवानको आशीर्वाद वर्षा होस्। जय होस्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्।